गर्दैछ काम गर्दैछ फेरि एक दुई भारी घाँस काट भन्दा फेरि सानै थोरै ठुलो हुन्न हौ केही ह्यान्डसमपनहरू देखेको छैन अर्कै बार जाने ठिकै छ आज त खासै चिप्लो छैन नि म कताबाट बसेको उल्टो बसेको बस्छौँ त गाइजहरू म एकछिन हेन्डसम हुँदै थिएँ क्या भयो गाइजहरू अब कतातिर आमा म चाहिँ कताबाट जानु यता हुनुपर्ने के काम गर्दै रहेछ यिनीहरूले गाइजहरू काम गर्दैछ फेरि एक दुई भारी घाँस काट भन्दा फेरि सानै थोरै ठुलो हुन्न हौ देखो फेरि फर्का एक भारी घाँस काट्यो भने 10 भारी घाँस काटेको सान फेरि थर्काउँदैन त खिच्दा त हेर त लु गाइस घाँस काटेर ल्याएको कुरा यता 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 यता
एकछिन भयो नानी म पनि संसार छोडेर लिएको थियो घाँस सुके घाँस चाहिँ हाल्छु नि केही चमक देखिरहेको छ कि मेरो अनुहार हेर्नु त त्यो फरक चाहिँ के आएको म फर्काको केही ह्यान्डसमपनहरू चमकपनहरू देखेको छैन कपाल चाहिँ के काटेको त्यहाँ घिनलाग्दो राम्रो छैन कपाल काटेको ह्यान्डसम छैन तिमीहरू के लागिहाल्छ मलाई हाम्रो लागि छैन एकछिन भयो नानी ह्यान्डसमै भनेर तेरो आमाले फर्कायो कि अब म हेर्छु साला ह्यान्डसम देखिन्छ त यसो हेर्दा खालि त्यो कन्सिलको फेरि के कपाल काट्नु पर्यो नखाएको भयो त एक गिलास पानी खाने गाली खानुपर्छ कपाल काट्दा पनि गाली खानुपर्छ जिन्दगीको बरु चालु चिन्दै पारेर आउनु ल शनिबार चाहिँ अब म जानिदिएँ है त्यो दिन चालु चिन्दै पार्नु हुन्छ बरु हुन्छ ल ठिक छ ल हिँड नि त ल के शनिबार मै जानुपर्छ चालु चिन्दै पार्नु है म घरमै पार्दिन्छु कस्तो ताल चिन्छ धेरै प्रकार हुन्छ नि ल तिमी आफै काट नि आफै काट यत्रो दुधाएर नानीले ल्याउँछ त्यो पनि गाली खान्छ कपाल काटेर ह्यान्डसम भएर आयो भनेर त उल्टै गाली पो खान्छ यार के हो पाइएन ढिलो भयो क्या आज ढिलो हुन्छ बनाएकै थिएन नि ढिलो अब आधी घन्टा 1 घन्टा आधी घन्टा चाहिँ पर्खिनु पर्छ चाँडो बित्यो भनेको भए अनि त्यो आफूले त भन्दा म गर्दै गरेर हुँदैन पानी पनि छैन यहाँ त छ पानी लु निकाल्नु पनि धरेबाट निकाल्नु भाँडाकुँडा धुएको पनि छैन यति साह्रो पानीको अनिकाल लागेको त्यो नगर त्यहाँ पनि छ माथिको तान्दा नि हुन्छ त्यो पुरै सकिएको छैन फोन गरेर भन न त त्यो अहिले भन त्यो भाउजूलाई अहिले त म पुगेँ छुइनँ भन्ने गर्दा त होइन ढिलो होला जस्तो लागेको छ म कपाल काट्दा काट्दै 6 बजीको अनि यसलाई टाप आइगएँ जाऊ भन्दा चाहिँ हुँदैन शनिबार बजार कहिले जाऊ भन्नु अस्ति भन्दैन कहिले जाऊ भन्नु मलाई शनिबार बजार चाहिँ अस्ति जाऊ भनेन अलिकति काहीँ तलहरूमा छ घरि नबसेर तलमा ढुक्का छ बजार त भन्नु लु छोडिदिएको कुरा अलिक हेन्सन देखिरहेको थियो होइन थुक्का त्यसमा म जान्न हेर्नु भनेर जान्छु होला म सिधै दिउँला म त प्रमोट चाहिँ गर्छु ठाउँको मैले भन्छु हेन्सन दियो अब लु हेन्सन देखिरहेको छ अरे ममा लिएर खानु त हुँदैन अब को खाने तल दिदीहरू नि खाने कि अब एक्लै जाने कुरा भएन अब के लिनु सोधिने ओ दिदी रक्का सिजर खेल्ने यहाँ त यहाँ पनि सुत्ने होला नि त अलिक सातो भइहाल्छ त माथि चाबी देऊ न त्यसले खोलिहाल्छ चाबी चाबी कहाँ छ चाबी लगाएर सुपर कि घाँस सानो चाबी लाग्छ थाहा होला नि यो सानो ला त्यो दुईटा छ नि त्यो खालको चाबी त्यो दुईटा ट्राई गर न साला हेन्समै देखिन हुन्छ यस्तो हेन्सम देख्दा मलाई हेन्सम देखेन यहाँ यस्तो कपाल काटेर हेन्सम भएर आइरहेको छु गाइजहरू यिनीहरूले मलाई हेन्समै भनेन छिछि पो भन्छ के को छिछि के म हेन्सम छैन र गाइजहरू